guys, welcome back to my channel. अहिले चाहिँ हामीहरू यतिखेर चाहिँ हामीहरू स्वयं जान लाग्छौँ होइन हाम्रो फ्यामिली जान लाग्छ अरू के भन्न चाहनुहुन्छ आज हामी घुम्न लाग्नुपर्छ मलाई के भन्न चाहनुहुन्छ त्यतिखेर चाहिँ हामीहरू अब ट्याक्सीमा छौँ यहाँ बुक गरेको होइन हामी चाहिँ अहिले बाटोमा छौँ भनौँ त्यतिखेर चाहिँ हामी उत्रिसकेका छौँ त हेलो गाइज हामी यहाँ जानला म्युजियममा अब के कस्तो हुने होला रोज रोयल अनि प्लेन सिलेन जेट सेट हेर्न पाइन्छ गरे हाम्रो दिदी चाहिँ यता फुल खुसी छन् अब काठमाडौँतिर आइया छ हमें देखने आप आए थे आपको देखने हम नहीं आ सकते सैनिक सङ्ग्रहालयमा आएको छौँ हामी अब यो सरकारी आर्मी अफिस छ फेरि अब हामी धानीमा फर्स्ट टाइम लगाउनु नि अब म्युजियमतिर आइसकेको छु यहाँ चाहिँ देखाउनु मान टोपका गोलाम के भन्छ नि खै थाहा भएन हामीहरू यो सैनिक सङ्ग्रहालयमा आएको छौँ होइन यहाँ चाहिँ पुराना गाडीहरू हेलिकप्टर अनि प्लेनहरू यिनीहरू कुराहरू जोड जोडसँग कुदालो भने त्यही त अब हामीले सबभन्दा खास हेर्न आएको हामी चाहिँ यो रोज रोयल हो सबभन्दा महँगो कार भनेको नेपालकै सबैभन्दा पुरै नेपालमा भनेको एउटै नै रहेछ यो अब कुन जमानाको हो यो चाहिँ राजा महाराजाको पालाका होइन यो के हुन् अब त्यो त थाहा छैन तर हेर्दा चाहिँ अलिकति रमाइलो रहेछ होइन भिडियो फेरि हतियार बनाउने मेसिन है सबै हतियार बनाउने मेसिन हो अनि त्यहाँ पुराना राजावालाको हेलिकप्टर हो आर्मीको हेलिकप्टर तर राजाहरूलाई अनि त्यो लाउने खानाहरूलाई लाउने हेलिकप्टर साइड हेलिकप्टर अरू फिचर्सहरू यसको काठकला है यो पहिलाको जमानाको पहिला हातले यसरी बनाउँथ्यो कि काठकला Twilight echoes boom. Sons of war bear hopes flag high. March to fire never shy. गाइस यतिखेर चाहिँ हामीहरू यो स्वयम्भू आएको छौँ होइन लगभग बिहान 1 बजी आएको कता कता घुम्दा घुम्दै यहाँ आइयो अनि उहाँहरू चाहिँ थाकिसक्नु भएको छ उकालो चढ्दा चढ्दै तपाईँहरू कस्तो लागिरहेछ हेलो गाइज आई एम सो भेरी भेरी ह्याप्पी मलाई बहुत राम्रो लाग्छ यहाँको मङ्कीहरू हेरेर अरू चाहिँ हाम्रो दिदीलाई सोध्नु अनि सधैँ नै हेरेको छ नयाँ कुरा नगर मम्मीलाई चाहिँ उकालो चढाइ कस्तो लागिरहेको मलाई त उति लागिरहेको छ भन्छ यस्तै हामीहरू चाहिँ अहिले उकालो हिँड्दैछौँ सबैजना हामी हिँड्दा छौँ
घाम चाहिँ एकदम दामी लाग्छ केला लिएर आउनु पर्ने थियो नि दिदी एक दुई कुरा जाओस् तपाईँको पनि अनि के छ समयमा आउँदाखेरि के अनुभव भयो तपाईँलाई गुड क्वेश्चन धेरै राम्रो लाग्यो एकदम अनि यहाँ हिँड्दाखेरि कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो स्वर्ग पक्कै हो लौ 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 अहिले त्यहाँ नजा अब हामी भान्जी पनि अलिअलि सकिरहेछन् बिस्तारै भान्जा बाबुलाई गरिनु भयो अरे उहाँले जगत उतार्नु भएको छ अब यता हेरिदिनु त एकदम एकदम भान्जा के छ तपाईँको सोइच्छा के भन्न चाहनुहुन्छ नयाँ मान्छेलाई सोध्नु नयाँ मान्छेलाई सोध्नु फाइनली हामी चाहिँ अहिले स्वयम्भू पुगिसकेका छौँ सोधौँ अहिले ल जाउँ म कहाँ जानु मेन यही हो मामा भिडियोहरूमा देखिन्थ्यो अब त रियलमा म त देखेर उताबाट हेर्नुपर्छ उताको भ्यू अनि त्यसपछि आफू त मेन स्वयम्भू यही कस्तो लागिरहेछ तपाईँलाई यहाँ आउँदाखेरि धेरै राम्रो लाग्छ मेरो बाबुको कारणले आउनु पायो यता सबभन्दा यता आउनु हुँदा पनि मेरो बाबुसँग बस्नु पायो छोरीसँग बस्नु पायो त्यही राम्रो लाग्छ ल अब यहाँ आएको अवसरमा मजाले घुमेर जाने हो के छैन 15-20 दिन गाइज यो चाहिँ आर्मीको हस्पिटल हो होइन वीरेन्द्र हस्पिटल छाउनी के हस्पिटल भन्छ यो वीरेन्द्र हस्पिटल छाउनी हो यो के अरे मान्छे देख्छन् कि ऊ रिसाउँछन् कि पछि यो के अरे मान्छे देख्छन् कि ऊ रिसाउँछन् कि पछि मंडू शहर घुमनी